Kari Maya Magdoke. के हुनुपर्ने हेर्नु न मेरो छोरी भर्खर 1 वर्षको भए 1 वर्षको नानीलाई पिलो आएर अनि मम्मीले चाहिँ निचर्दिन खोज्दै हुनुहुन्छ यस्तो डर लागेको थियो के गर्नु हेर्नु न के गर्नु यति सानो उमेरमा पिलो के ठुलो मान्छेलाई खप्नु कति गाह्रो हुन्छ सानो मान्छेले झन् कस्तोरी रुकिछे म त सहनु नसकेर रुनु मन लागेर यस्तो पेन चाहिँ नानीको आमाहरूलाई थाहा हुन्छ हैन कति आफ्नो बच्चाहरू रुँदाखेरि कस्तो हुन्छ भनेर कति साह्रो रुइदै हिरिक हुने गरी दुख्छ नि त हामी ठुलो मान्छेलाई कति गाह्रो हुन्छ मेरो मम्मी चाहिँ निचर्दिँदै हुनुहुन्छ अचल चाहिँ म भिडियोहरू हाल्नै पाउँदिनँ के घरको काम अनि भित्र बाहिर नानी भने भएर अनि त्यही भएर भिडियो हाल्नु पाउँदिनँ यो पनि मेरो ठुलो छोरीले भिडियो बनाइदेऊ भनेर अनि बनाइदिएको थियो अनि पोस्ट गर्नु पर्यो भनेर क्या कति गाह्रो हुने कि आफूलाई कति टेन्सन लाग्छ अस्तिदेखि नै पिलो चाहिँ आइरहेको थियो अनि आज चाहिँ पाकेछ र निचर्दिनु भएको छ मम्मीले हेर्न सक्नुहुन्छ कति पेन हुन्छ है ठुलो मान्छेलाई भन्दा सानो मान्छेलाई सहने शक्ति कति धेरै हुने कि यत्रो निचर्दिँदा पनि रुई मात्रै अब ठुलो मान्छे भए त होइन या आथा गरेर बस्नु पर्थ्यो बसिन्थ्यो सानो नानीहरू चाहिँ अब यति गरिसकेपछि एकछिन रुयो अनि त्यही खेल्न थाल्यो क्या कति माया लाग्ने कि भन्दै बाई बाई एभ्रीवान थ्याङ्क्स फर वाच